हेलो एन्ड नमस्ते तपाईहरु सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा एकचोटि स्वागत गर्न चाहे र आज पनि सधैँको जस्तै एउटा नयाँ जानकारीमूलक भिडियो लिएर चाहिँ तपाईहरुको सामु उपस्थित भइसकेको छु र आजको यस भिडियोमा चाहिँ मैले मेनली चाहिँ जुन हाई कोर्ट एमआईको नोटिस अनुसार यो 2026 मा चाहिँ E74 भिजा परिवर्तन गर्नका लागि चाहिँ के कुराहरु चाहिँ नयाँ परिवर्तन भयो त्यस्तैगरी के कुराहरु चाहिँ नयाँ समावेश भयो त भनेर चाहिँ जानकारी लिन गइरहेको छु। त्यही भएर यदि तपाईहरु पनि 2026 मा चाहिँ E74 भिजा परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ कृपया भिडियोलाई अन्तिमसम्म हेर्नु होला र साथै भिडियो मन परेको खण्डमा तपाईले लाइक कमेन्ट र शेयर पनि गरिदिनु होला र साथै तपाईले अहिलेसम्म मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला है त। सबैभन्दा अगाडि चाहिँ तपाईले यहाँ देख्न सक्नुहुन्छ E74 이천 26년 승년 균인력 선발 교육 भनेको छ हैन। तपाईले यहाँ टोटल सनमान इन1 चाहिँ टोटल 33 जनाको कोटा चाहिँ दिएको छ टोटल र त्यसमा चाहिँ अब कुन सेक्टरमा चाहिँ कति जनाको कोटा भनेर तपाईले तल यहाँ डिटेल डुबाइन सक्छ। तपाईले अब खियप सुनसबाट चाहिँ तपाईको 12000 त्यस्तै गरी छुवाङ फुच्चा सुनसबाट चाहिँ तपाईको यहाँ जुन क्याटेगोरी अनुसार चाहिँ तपाईको अब छेचौमा कति पुलिसनामा कति नङसुमा कति भनेर चाहिँ दिन सक्नुहुन्छ। त्यस्तै गरी अब खङयाक सिजासेबाट चाहिँ कति भनेर दिएको छ। अब खङयाक सिजासे चाहिँ तपाईको यदि तपाईँ चाहिँ अब सुदोवनबाट इन्छन् त्यस्तै गरी ख्याङ्गिदो र जुन सौल बाहेकको एरियामा चाहिँ तपाईको 3 वर्ष पुगेको छ भने तपाईले यदि यो नेट सुन्छ प्राप्त गर्नुभयो भने चाहिँ तपाईले चाहिँ E74 को लागि चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। त्यस्तै गरी अब यहाँ चाहिँ खासै अब मेन भनेको तपाईले यहाँ कोटाहरुको बारेमा चाहिँ दिएको छ। त्यसपछि तपाईले हेर्न सक्नुहुन्छ दोस्रो नम्बरमा चाहिँ सिन्छङ इल्चङ मित फाङफप भनेको छ। तपाईको अब सिन्छङ चाहिँ तपाईले तेस्रो महिनाको 1 तारिक अर्थात् भोलिदेखि चाहिँ गर्न सक्नुहुन्छ भने 12 महिनाको 31 सम्म चाहिँ गर्न सक्नुहुन्छ र जसमा चाहिँ कोटा चाहिँ सकुन्जेल चाहिँ तपाईले चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। त्यस्तै गरी तपाईले एप्लाई गर्नको लागि चाहिँ हाई कोर्टको माध्यमबाट चाहिँ एप्लाई गर्न सक्नुहुन्छ अनलाइनबाट। त्यस्तै गरी तपाईले चाहिँ अब एप्लाई गर्दाखेरि आफ्नो डेट अफ बर्थ अनुसार चाहिँ तपाईले एप्लाई गर्नुपर्ने हुन्छ। र तेस्रो नम्बरमा भनेको छ सिन्छङ थेसाङ वेगुगिन मिन वेब साउजङ योगन भनेको छ। अब सिन्छङ थेसाङ चाहिँ को हो त यसमा सिन्छङ गर्न मिल्नेहरु चाहिँ को हो त वेगुगिनहरु चाहिँ भनेर यहाँ तपाईले चाहिँ देख्न सक्नुहुन्छ। र यहाँ तल दिए अनुसार 1 नम्बरमा दिए अनुसार चाहिँ 회군 10년간 E9, E10, S2 자격으로 4년 이상 체류한 등록 외국인으로 현재 근무처에서 정상 근무 중인다 भनेको छैन। अब गएको 10 वर्षभित्र चाहिँ तपाईले E9, E10 अथवा S2 मा चाहिँ तपाईले 4 वर्षभन्दा धेरै चाहिँ तपाईले काम गरेको हुनुपर्ने र अहिले चाहिँ तपाई चाहिँ लिगल रूपमा चाहिँ अहिले चाहिँ कम्पनीमा अहिले काम गरेको कम्पनीमा चाहिँ एकदमै सँगसँगबाट चाहिँ खुल्न गरिरहेको काम गरिरहेको हुनुपर्ने भनेर चाहिँ भनेको छ हैन। त्यस्तै अब तल दिन्छ 신청 당시 현재 근무자에서 고객은 중 하고 합법적으로 근무 중인 अहिलेको कम्पनीमा चाहिँ तपाईले 신청 गर्दाखेरि तपाईको अहिलेको कम्पनीमा जुन एप्लाई गर्ने कम्पनीमा चाहिँ तपाईको वेगविन खुङसुङ बनाएर जुन लिगली रूपमा चाहिँ काम गरिरहेको हुनुपर्ने भनेको छ। त्यस्तै गरी अब तल रातोमा तपाईले हेर्नुभयो भने त्यहाँ चाहिँ 미수도 관에서 3년 이상 체류 중인 자가 공익 지자체 수준은 받은 경우 대상자 요건 해당 अघि भने त्यस्तै अब सौल ख्याङ्गिदो र इन्छन बाहेकको ठाउँमा तपाईँ काम गर्दै हुनुहुन्छ तपाईले काम गरेको 3 वर्ष पुगेको छ भने चाहिँ तपाईले जुन यो माथिको 공약 지자체 추천자 पाउनुभयो चाहिँ तपाईले 3 वर्षमै पनि E74 मा चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। त्यस्तै गरी अब 현재 근무처에서 연봉 2060만 원 이상으로 향후 2년 이상 E74 고용 계약 भनेको छ हैन। तपाईको चाहिँ अब एप्लाई गर्दाखेरि तपाईको चाहिँ 연봉 वर्षको इन्कम चाहिँ 2600만 원 चाहिँ हुनुपर्ने र त्यसै तपाईको E74 को 계약 गर्दा चाहिँ 2 वर्षभन्दा धेरैको 계약 चाहिँ गर्नुपर्ने भनेर चाहिँ भनेको छ। अब तपाईले यहाँ हेर्नु भने तपाईको 연봉 चाहिँ अब 이상 되는 것으로 계약되어 있으면 त्यस्तै गरी अब कृषि पशुपालनतिर हुनुहुन्छ भने चाहिँ तपाईको 연봉 चाहिँ 2500만 원 이상 भए पनि हुन्छ भनेर चाहिँ भनेको छ हैन। त्यस्तै गरी अब यहाँ चाहिँ अब यहाँ खासै अब यहाँ सुजनको बारेमा दिएको छ यहाँ खासै नहेरिदिनुहोस् तपाईले। त्यसपछि अब तपाईले हेर्नुपर्ने 점수제 총첨 300점에서 300점에서 가장 본 최소 200점 이상자 तपाईको जुन पोइन्ट चाहिँ तपाईको 300 पोइन्टमा तपाईको सबै माइनस पोइन्ट छ भने यदि माइनस पोइन्ट गराएपछि तपाईको 200점 भन्दा धेरै हुन्छ तपाईले चाहिँ एप्लाई गर्न सक्नुहुन्छ भनेको छ। 최근 2년 연간 평균 소득이 2,500만 원 이상이고 भनेको तपाईको 2 वर्ष गएको 2 वर्षको तपाईको जुन एभरेज इन्कम चाहिँ 2,500만 원 भन्दा धेरै भएको र कोरियन भाषा चाहिँ 또는 사회성 프로그램 2단계 스킵 2단계 चाहिँ कम्प्लिट भएको छ भने चाहिँ तपाईले साधारण 평가 3단계 배장 चाहिँ तपाईको 41점 이상 भयो भने चाहिँ तपाईले चाहिँ एप्लाई गर्न मिल्ने भनेर भनेको छ। त्यस्तै गरी 단체북 공백동으로 최근 2년간 소득 입증이 불가능한 경우 21년부터 25년 중 연간 단기로 소득 금액이 높은 2개년의
सोदो खुमेगुरु थेच्छेखनु। तपाईँको यदि तपाईँ चाहिँ नेपाल गएर फेरि इन्ट्री गर्नुभएको तपाईँको चाहिँ अब सोदोकहरू पुग्दैन गत वर्षको त्योभन्दा अगाडिको सोदोक पुग्दैन भने तपाईँले चाहिँ 2021 देखिको सोदोक चाहिँ तपाईँले चाहिँ देखाउन सक्नुहुन्छ कुन वर्षको चाहिँ धेरै सबैभन्दा धेरै छ तपाईँको इन्कम त्यो चाहिँ तपाईँले देखाउन सक्नुहुन्छ है तपाईँले देख्न सक्नुहुन्छ अब तल चाहिँ सावैथाङको योगनहरू चाहिँ दिएको छ यहाँ हाङ्गु छौसँग ख्याङ्गो छैको सिकाजी हाङ्गुगा नुङ्रे खङहरू गसन छगन हाङ्गु योगन युएसिएङ किगान छुङ्रेहु किगन छग्युङ भनेको छ तपाईँको कोरियन भाषा बाहेक पनि अरू अरू भरे तपाईँको पोइन्ट चाहिँ पुगेको खण्डमा तपाईँले चाहिँ जुन भिजा थपुन्जेलको लागि चाहिँ तपाईँले चाहिँ त्यहीबाट पनि E7 चाहिँ बनाउन सक्नुहुन्छ तर तपाईँले भिजा थप्दाखेरि चाहिँ तपाईँले तपाईँको जुन कोरियन भाषाको चाहिँ तपाईँले निकालिसक्नु पर्ने हुन्छ भनेर चाहिँ भनेको छ र तपाईँले यहाँ खाजोक सोचौँ तपाईँले यदि परिवारहरू बनाउन चाहेको खण्डमा चाहिँ तपाईँले चाहिँ जुन योगन छौछौँ युए खानुङ हेमे तपाईँको कोरियन भाषा भएको खण्डमा मात्रै तपाईँले चाहिँ परिवारहरू चाहिँ बनाउन सक्ने भनेको छ र यदि तपाईँको चाहिँ कोरियन भाषा चाहिँ 2 वर्षसम्म जुन भिजा थप्दा पनि तपाईँको कोरियन भाषा चाहिँ नभएको खण्डमा चाहिँ तपाईँको 6 महिनाको मात्रै भिजा चाहिँ थपिने भनेर पनि भनेको छ त्यस्तै अब तपाईँले खाचमहरू चाहिँ यहाँ हेर्न सक्नुहुन्छ के छ होइन खाचमहरू होइन त्यस्तै गरी अब तपाईँको छागेक्चुङहरूको बारेमा पनि हेर्न सक्नुहुन्छ तपाईँको कुन कुन छागेक्चुङ छ भने चाहिँ तपाईँको पोइन्ट पाउन सकिन्छ त्यस्तै गरी अब तपाईँको उन्जन मेनचुङहरू होइन त्यस्तै तपाईँले हेर्न सक्नुहुन्छ अब फल्गुमहरूको बारेमा पनि हेर्न सक्नुहुन्छ फल्गुम चाहिँ फिल्ममा विमान छ भने चाहिँ तपाईँले चाहिँ अप्लाई गर्न सक्नुहुन्छ र तपाईँको फेङमाननभन्दा तल चाहिँ तपाईँको फल्गुम चाहिँ कति छ त त्यही अनुसार तपाईँको चाहिँ पोइन्टहरू चाहिँ माइनस हुने भनेर भनेको छ त्यस्तै अब कसले चाहिँ एप्लाई गर्न पाउँदैन त भनेर यहाँ छेवै थेसाङ भनेर दिएको छ आरे हाङमोक्चुङ हानारादो हेदाङ हामेन फुल्खानुङ छेगुन सिपन्यान हिने साहाङमान हेदाङ भनेको छ होइन अब तपाईँले हेर्नु भने यहाँ कस्तो कस्तो मान्छेले चाहिँ एप्लाई गर्न पाउँदैन त भन्दाखेरि तपाईँको फल्गु जुन फेङ्गुन तिरेको मान्छेहरूले चाहिँ एप्लाई गर्न नपाउने त्यसरी छोसे छेनाप्चा वनाप्सी चिन्ता खानु तपाईँले चाहिँ अब ट्याक्सहरू यताउता नतिरेको खण्डमा चाहिँ एप्लाई गर्नु त्यसै गरी श्रीबुकको तपाईँको इमिग्रेसनको लहरू चाहिँ तपाईँले चाहिँ 4 चोटिभन्दा धेरै चाहिँ तपाईँले उल्लङ्घन गरेको खण्डमा चाहिँ नपाउने त्यस्तै फुलपक्षहरू चाहिँ तपाईँले यदि इलिगल रूपमा चाहिँ 3 महिनाभन्दा धेरै बसेको खण्डमा पनि तपाईँले एप्लाई गर्न नपाउने भनेर भनेको छ त्यसलाई चाहिँ तपाईँको यस्तो यस्तो पोइन्टहरू छ भने तपाईँले चाहिँ एप्लाई गर्न सक्नुहुन्न त्यस्तै अब खोयोङ खियप योगन भनेको छ तपाईँको सापझङको योगनमा चाहिँ के छ त भनेर चाहिँ यहाँ दिएको छ तपाईँले पढ्न पनि सक्नुहुन्छ त्यसरी अब तपाईँले हेर्नुभयो भने अब अर्को भनेको अब यहाँ मेन भनेको छेवै थिएसँग यहाँ पनि तपाईँले सेगुमहरू खुक्से होइन जुन छिबाङसेहरू सेनप सासिर इदमुन चप्सेका छेवै त्यस्तो उनीहरूले चाहिँ गर्न नपाउने भनेर नि भनेको छ तपाईँले अब यहाँ हेर्न चाहेको खण्डमा तपाईँले चाहिँ सबै यहाँ हेर्न सक्नुहुन्छ अरूले के कुराहरूको क्वेसन गरेको छ त्यो पनि तपाईँले यहाँ सबै हेर्न सक्नुहुन्छ एन्सरमा पनि त्यस्तै गरी अब यहाँ यो पालिको पोइन्ट सिस्टम चाहिँ के छ त पोइन्टमा चाहिँ छम्सु फेममा चाहिँ के राखेको छ त भनेर हेर्नु पर्दाखेरि हामीले अब तपाईँले यहाँ लगभग लगभग पहिलाको जस्तै सेम सेम नै छ तपाईँले यहाँ हेर्नुभयो भने सबै देख्न सक्नुहुन्छ अब तपाईँको क्लबबाट कति भनेर तपाईँले यहाँ देख्न सक्नुहुन्छ तपाईँको फ्याङ्गन सोधोबाट चाहिँ तपाईँको अब सामसनदेखि सामसन ओबेक छ भने युक्सिप ओचम यसरी तपाईँले यहाँ सबै आफ्नो तलब कति छ त्यही अनुसार तपाईँले यहाँ चाहिँ आफ्नो पोइन्टहरू चाहिँ राखेर क्यालकुलेट गर्न सक्नुहुन्छ कोरियन भाषाको कति छ त तपाईँले यहाँ हेर्न सक्नुहुन्छ त्यस्तै गरी तपाईँको उमेरको अनुसार तपाईँको अब कुन सूचना चाहिँ कुन खालको सूचना छ तपाईँको अब खोयोङ हो कि खोङ्या हो कि छुङको छ हो त्यही अनुसार तपाईँले आफ्नो पोइन्टहरू चाहिँ राख्न सक्नुहुन्छ अब अहिले काम गरेको काममा 3 वर्षभन्दा धेरै भयो त्यसमा पनि तपाईँले पोइन्ट पाउन सक्नुहुन्छ जुन इन्गो खम्सो छियक उपम्यान छियकतिर तपाईँले काम गर्नुभयो भने 3 वर्षभन्दा धेरै काम गरेको तपाईँसँग एक्सपिरियन्स छ भने तपाईँले त्यहाँ पनि पोइन्ट पाउन सक्नुहुन्छ र तपाईँसँग जुन कोरियाको छागेचुङहरू छ भने त्यहाँबाट पोइन्ट पाउन सक्नुहुन्छ तपाईँसँग कोरियाको मुन्जन मेनचुङ छ भने त्यहाँबाट नि पोइन्ट पाउन सक्नुहुन्छ र तपाईँको खामचम चाहिँ यहाँ कुन कुन कुरामा चाहिँ खामचमहरू हुन्छ र कति कति पोइन्ट हुन्छ भनेर चाहिँ यहाँ दिएको छ त्यहाँ पनि तपाईँले हेर्न सक्नुहुन्छ होइन र तपाईँले E74 बनाउँदा अब यहाँ कुन कुन डकुमेन्टहरू चाहिन्छ भनेर पनि यहाँ डिटेल रूपमा दिएको छ र यहाँ डकुमेन्टको स्याम्पलहरू पनि राखिदिएको छ तपाईँले हेर्न सक्नुहुन्छ अब कम्पनीले तयार गर्नुपर्ने डकुमेन्टहरू र तपाईँले तयार गर्नुपर्ने डकुमेन्टहरू के छ भनेर डिटेलमा दिएको छ अब तपाईँको यो चाहिँ सबै E74 एप्लाई गर्दाखेरि चाहिने डकुमेन्टहरू हो तपाईँले यहाँ हेर्न सक्नुहुन्छ र यो तपाईँले हाई चाहेको खण्डमा चाहिँ हाई कोरियाबाट पनि सिधै डाउनलोड पनि गर्न सक्नुहुन्छ है त र यो पालिको E74 भनेको यस्तै छ लगभग लगभग पहिलाको जस्तै नै छ यो पालि खासै परिवर्तन भएको कुराहरू चाहिँ खासै केही पनि छैन त्यही भएर तपाईँ पनि यदि E74 परिवर्तन गर्न चाहनुहुन्छ र तपाईँको चाहिँ E74 परिवर्तन चाहिँ कहाँबाट गर्ने कसरी गर्ने थाहा नभएको खण्डमा चाहिँ तपाईँले मलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ मैले पनि तपाईँहरूको E74 परिवर्तनको लागि चाहिँ सहयोगहरू गर्न सक्छु त्यस्तै गरी अब तपाईँले यहाँ अरूले अब के कुरा कन्फ्युज भएर सोधेको छ त्यही अनुसार तपाईँले यहाँ
एन्सरहरू हेर्नु भने तपाईँले बुझ्न सक्नुहुन्छ होइन सोधेको छ तपाईँले पनि यसरी यदि हेर्न चाहेको खण्डमा चाहिँ यसरी अरूले सोधेको क्वेसनहरू चाहिँ यदि तपाईँको लागि केही क्वेसनहरू छ भने यहीँ हेरेर तपाईँले चाहिँ एन्सर पाउन सक्नुहुन्छ है त यसरी नै तपाईँले पनि जुन E7 खोप भिजा चाहिँ एप्लाई गर्न सक्नुहुन्छ यही तेस्रो महिनाको 1 तारिकदेखि है त